हाम्रो जेट स्की गर्न जाने प्लान छ हैन। त्योभन्दा पहिला हामी यहाँ बसेर यस्तो मोमोसम्म खाने, खाजा खाने, पेटलाई अलि एक्टिभ बनाउने अनि फुल मस्ती गर्ने। खै त यार मोमो आएन त, आधा घन्टाभन्दा बढी भइसक्यो। गाइस हाम्रो फाइनली मोमो आइपुगेको छ, कोक मोमो। टन्न खाऊ है केटा, अरू मगाउनु छ भने नि। हाम्रो गाडी आइसकेको छ हैन। अब हामी यहाँबाट सिधै जुमेरा हो, जुमेरा जाँदैछौँ। अब त्यहाँ गएर अनि हामीले डिसाइड गर्छौँ कुन अहिले हामी लगभग दुबई वर्ल्ड ट्रेड सेन्टरतिर आइपुग्न लाग्यो। अगाडि देख्न सक्नुहुन्छ बुर्ज खलिफा। यो जुन बल भएको बिल्डिङ त्यसको अगाडिपट्टि जुन छ नि हाम्रो के भन्छ त्यसलाई, यो बिल्डिङ छ नि वाइट, त्यो चाहिँ यहाँको दुबईको पहिलो बिल्डिङ जो यो के भन्छ यसलाई, रेतमा खडा गरेको पहिलो बिल्डिङ गरे है। त्यहाँबाट अनि बल्ल दुबईको विकास सुरु भएको भन्ने चलन चल्ती छ। यो बिल्डिङ के वाइटवाला सबभन्दा पहिलो बनाएको बिल्डिङै यही गरे। यो चाहिँ फ्युचर म्युजियम है दुबईको। यहाँ फ्युचरमा बन्न सक्ने के अरे टेक्नोलोजीहरूको यहाँ अलि त्यो गरिएको डिस्प्ले गरिएको छ। यो पुग्न लागि छ। अब केटाहरू अलि झोक्लाए जस्तो छ पुरा। ल यहाँ जाममा फसिएको छ। अब लगभग 8 देखि 10 मिनटभित्रमा हामी पुग्छौँ हाम्रो डेस्टिनेसनमा। फाइनली हामी जेट स्की गर्ने ठाउँमा आइपुगेको छ। ठाउँको नाम छ ब्लू सी वाटर स्पोर्ट्स कि के छ हैन, ब्लू सी स्पोर्ट्स। ठिक छ। अब आधा घन्टाको लगभग 200-250 जति पर्दो रहेछ। 1 घन्टाको गऱ्यो भने 400-500। अब हेरौँ, अब हामी 5 जनाको ग्रुप छौँ, अब डिस्काउन्ट दिन सक्छ। लेट्स सी के हुन्छ सबै म देखाउँदै जानेछु। फाइनली हामीले 225 पर पर्सनमा बुक गरियो। एक्चुअल प्राइस 250 थियो, 225 मा बुक गरियो यहाँबाट। This guy gave us the yeah. I will care for you too much. Yeah, he will give us very good reasonable price. Welcome to the Blue Sea Water Sport. एउटा फर्म यहाँ साइन गर्नु पर्दो रहेछ सबैजना पर्सनले, जसले गर्ने हो त्यो सबैले। निलो जस्तो एउटा बक्स बनाएको रहेछ, त्यहाँभित्र गएर कपडा सपडा चेन्ज हान्ने ठाउँ रहेछ। ओके, अब त्यही हो। अरू त अब म भित्र एकछिन अगाडि गएर देखाउने छु के हुनेछ सबै। कतिको एक्साइटमेन्ट छ। रमाइलो छ है पुरै। के को नर्भस हो? नर्भस है तिमीले हामीलाई यार। त्यहाँ हेर सावर लिइराखन्। लाइफ ज्याकेट लगाएर हामी रेडी भइसकेका छौँ अब आफ्नो वाटर स्पोर्ट गर्नलाई।
ल हाम्रो गाडी चाहिँ यही हो आमाको बाइक जस्तो छ पुरै हाम्रो बस्तला भाइको उता चाहिँ छैन है यहाँ कमी महसुस भएको छैन हामीलाई उनी नेपाल गए पनि उनको के भन्ने उसको याद मेटाउनलाई हाम्रो यहाँ एकजना भाइ रहेछन् यहाँ काम गर्ने केही भन्न छ तिमीहरूलाई अलिअलि मिल्दो अनुहार भएको वाला अरू त केही भन्न छैन हामी तयार गराउँदै खास साधन हो ल केटा ल ल ल ल ल मजा सरी त्यो चाहिँ हाम्रो समुद्रको गाडी है यो चाहिँ हाम्रो के अरे क्याप्टेन we are following his direction beautiful ladies Jana पानीमा घुट्ने कार है केटा हो यही हो तिमीले देखेको जेम्स बन्डको फिल्ममा जुन देखेको थियो नि यो वाला कार हो यो दुबई मरिना साइडतिर है तर आधा घन्टाको पनि रमाइलो हुँदो रहेछ 250 थियो हामी 5 जना आएको भएर लगभग 225 पर पर्सन गराइदियो ल फाइनली सकिएको छ हाम्रो सकिएको छ केटाहरू आइपुगेका छन् हाम्रो वास्तुला भाइले सिकाउँदैछन् यहाँ कसरी कन्ट्रोल गर्ने फुल इन्जोयमेन्ट लियो है तिमीले त तिमी त पछाडि गायब भएको थियो त बिचमा सुरुमा त्यो त अरूको भेल हुन्छ नि अरूको भेलले त यताउता पारिदिँदो रहेछ क्या त्यसले भनिसक्यो यसरी गर भनेपछि बल्ल अनि कन्ट्रोलमा आयो नि त सुरुमा त मलाई पनि थाहा थिएन तर मजा आयो सही हो सबलाई ग्रुपमा राखेर भनिरहेको थियो यस्तो गर अनि तिमी आफ्नै रेकर्डिङ थियो होला ल यही हो हाम्रो पैसा असुल भयो जस्तो फिल भयो 225 रुपियाँ खर्च भयो हाम्रो होइन त्यही हो अब म एकछिन यसो हात खुट्टा धुन्छु नुन पुरै यहाँ नुन सेतै नुन लागेको छ समुद्रको पानीले गर्दाखेरि अब एकछिन फ्रेस भएपछि अनि लाग्नुपर्छ घरतिर तर अर्कोचोटि गर्न आउनु पनि सकिन्छ है त फेरि लास्ट मजा आयो मलाई त अहिले आधा घन्टा लिएको थियौँ अब त्यो भएको भएर खासै गर्न जानिएन सिक्न जानिएन पछि चाहिँ मजा आयो लास्टै मजा आयो ल सोल्टीले यहाँ सावर लिँदैछन् हल्का सावर त के भन्नु यसो मुखसुख धुने नुन पखाल्ने कार्यक्रम चल्दैछ कस्तो भयो तिम्रो एक्साइटमेन्ट कतिको आयो तर त्यसले भनेपछि अनि ओर्थिट छ नि होइन आउन सुरुमा त यता घरि यता जान्छ घरि उता जान्छ स्पिड कुदाउँदाखेरि त लास्ट रमाइलो लाग्यो पानी पनि बस्छ ओके ब्रो थ्याङ्क यू वल्ला थ्याङ्क यू सी यू